Hello everyone, welcome back to my channel. So, आज चाहिँ धेरै दिन बाद भ्लग बनाउँदैछु। यो चाहिँ एउटा छोटो भ्लग हुनेछ। अनि आज चाहिँ मेरो बर्थडे हो, सो त्यही कारण चाहिँ म चाहिँ बिहानै 6:30 बिहानै भन्दा पनि अहिले 6:30 मा उठेर चियाहरू खाएर पूजाहरू गरेँ। अन्त अब चाहिँ खिर बनाउन आँटेको यहाँनिर दुध तताइरहेको छु हो खिरको लागि। सो मलाई म चाहिँ बेलुका चाहिँ सुतिरहेको थिएँ होइन। अन्त त्यहाँदेखिको नितिश चाहिँ ड्युटीमा थियो, 11:30सम्म ड्युटी थियो उसको। त्यहाँदेखिको चाहिँ आएर चाहिँ 12 बजी चाहिँ उसले मलाई सरप्राइज दियो हो। अन्त त्यो चाहिँ म सानो क्लिप हालिदिन्छु तपाईँहरूलाई। अन्त त्यहाँदेखिको अहिले चाहिँ पुरा गरम भइरहेछ, किचनमा त पुरा गरम हुन्छ हो। यहाँ चाहिँ म खिर बनाउन आँटेको। अनि यहाँनिर चाहिँ अर्को चाहिँ यसको चाहिँ वर्क फ्रम होम हो। हेलो भन्दै हेलो। यसको चाहिँ आज लकिली आजदेखिको वर्क फ्रम होम भयो। मर्निङ सिफ्ट 5:30देखिको गर्दैछ ड्युटी। अनि अब चाहिँ राम्रो देख्यो। अब चाहिँ अब पसिना अब चाहिँ खिर बनाउँछु। खिर बनाउँदै रुमहरू सफा गर्छु। अन्त मेरो आज चाहिँ मेरो ट्युसन, म चाहिँ ट्युसन 12 बजी उता पढाउँछु। तर आज चाहिँ मैले 10 बजी नै बोलाएको छु 3जनालाई चाहिँ हो। किनभने बेलुका चाहिँ हामी डिनरको लागि जाँदैछौँ सबैजना। अन्त डिनरको लागि जान्छु, त्यही भएर चाहिँ ट्युसन अब अहिले 10 बजीदेखिको आउँछ, 10 बजीदेखि पढाउँछु। सो हेर्दै जानुहोस् होला। ह्याप्पी बर्थडे टु यु। यो त अब बुझिरहेको क्यान्डल एकछिन यो पक्र त केक। यहाँ चाहिँ मैले हिजो नै भिजाएर राखिरहेको थिएँ। खिरको चामल धोएर पखालेर भिजाएर राखिरहेको थिएँ हो। अब यो दुध अलिक उम्लेपछि चाहिँ म यो चामल चाहिँ हालिदिन्छु। अनि पुरा गरम किचनमा चाहिँ बस्नु हुँदैन, पुरा गरम हुन्छ हो। सो अब चाहिँ खिर बनाउनुपर्छ। मेरो खिर चाहिँ अब अलमोस्ट भइसक्यो हो। एकछिन गरेर चाहिँ अलमोस्ट सकिसक्यो बनाएर। यो चाहिँ अब म भगवानलाई चढाइहाल्छु। भगवानलाई चढाउँछु। यो चाहिँ अब म फ्लावर भासमा हाल्छु। यो फेरि ओइलिन्छ होला, त्यही कारणले चाहिँ यो चाहिँ हिजो होइन बिहान मलाई सरप्राइजमा दिएको। सो यसलाई यो फुललाई चाहिँ म निकालेर चाहिँ भासमा पानी हालेर लगाइहाल्छु। सो मैले चाहिँ यहाँ राखेँ हो। यो भासमा हालेर पानी हालेर लु ड्युटीवालाले खाइहाल्नु। ड्युटीबाट आएको ऊ चाहिँ भर्खर हो। अन्त उसलाई चाहिँ ब्रेकफास्ट दिइहालेको। पानी पर्न थाल्यो। खिर खानु न, खाना खानु न। खिर खानु न। चिनीहरू लागि चाहिँ लागेन। खानु नि तपाईँ, खानु त। ओ चुना त्यो मलाई केक खुवाइदिँदैनस्। तर त्यो क्रिम नखाइदिए माथिको मै खाइदिन्छु नि। क्रिम खानु न। क्रिम खाने इच्छा न खान्छ।
खाँदैछु, यहाँनिर पनि खाँदैछ। भर्खरमा चाहिँ घरहरू सफा गरेँ। यहाँ त झन् अब खाँदै ड्युटी गर्दै। पानी चाहिँ यस्तो पर्नु थाल्यो एक्कासी हो, तर हावा चाहिँ चलेको छैन, राम्रै भइरहेको छ। पानी चाहिँ आइरहेको छ। काम ब्रेक भएर चाहिँ ढल्किरहेछ हो। मेरो चाहिँ अब ट्युसन स्टार्ट हुन आँटेको छ। अन्त अब भ्लग चाहिँ एकैचोटि अब हामी बेलुका बनाउँछु है, किनभने हामी चाहिँ बेलुका डिनरमा जाँदैछु। अन्त त्यति बेला नै गर्छु। अब ट्युसन छ, त्यहाँबाट लन्च। मान्छे चाहिँ डे सिफ्ट पाएर चाहिँ मेरो आँखाहरू दुखिसक्यो। अब राति लन्च 2 घन्टा मात्रै सुतेको म। अब लन्च गरे ट्युसन आउँछ 10 बज्न आएको ट्युसन पढ्नेहरू आउँछ। त्यहाँदेखिको लन्च बनाउँछु, लन्च खाएर एकछिन रेस्ट गरेर फेरि ट्युसन उता जानुपर्ने छ मेरो 3 बजी to 5। त्यहाँदेखिको आएर त्यहाँदेखिको चाहिँ रेडी भएर 7 बजीतिर चाहिँ हामी डिनरमा जान्छौँ हो। अनि त्यति बेला नै भेट्छु। अहिले चाहिँ बज्यो 6:30 अनि अब हामी चाहिँ रेडी हुन आँटेको हो जानुको लागि। दिनभरि पानी पऱ्यो, अहिले पनि वेदर चाहिँ राम्रो भइरहेछ, पानी चाहिँ रहिरहेको छ। अब चाहिँ हामी रेडी हुन्छौँ, त्यहाँबाट चाहिँ जानुपर्छ। ड्युटीवाला मान्छे आएकै छैन हो। हामी रेडी भएर पनि 1 घन्टा पर्खेर पनि अहिलेसम्म आएकै छैन। रात परिसक्यो, उठ्ने बेला भइसक्यो मेरो। बल्ल 8:10मा चाहिँ हामी निस्क्यौँ हो। देख्दैछ ढिलो भयो। 7 बजी निस्किने भनेको थियो, 8 बजिसक्यो। यतानिर यता खै देखा त, यता भोक लागिसक्यो अरे, साह्रो भइसक्यो अरे। लु बल्ल चाहिँ महाशय आएर चाहिँ र हामी चाहिँ आइपुग्यौँ। हाम्रो उयो खै आइज, हामी चाहिँ बल्ल आइपुग्यौँ क्याफे एन्ड रेस्टुरेन्ट भने पनि। बल्ल आइपुग्यौँ हामी चाहिँ यहाँनिर हो। यस्तो रहेछ। अब स्नुकर खेलिरह्यो भने चाहिँ स्नुकर खेल्ने पनि छ जग्गा हो। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Mima. Happy birthday to you. मलाई पो लाज लाग्दछ दादा रात। हाजी मलाई पनि लाज लाग्यो रात। दादा खुवाइदिनु। मेरो त गर्दिनँ भिडियो। Day to you. Happy birthday. Happy birthday to you. स्टार्टर चाहिँ आइसक्यो केक काटेर हो। Jatuh.
यहाँ एकदम चिल्लो चाट बनाउँदैछ यहाँ पनि अब हामीले चाहिँ स्टार्टर खाइसक्यो अन्त चाहिँ अहिले चाहिँ अब खाना अर्डर गरिरहेको छु हो खाना अर्डर गरिरहेको छु पर्खिरहेको छु इन्टेरियर एम्बियन्स यस्तो छ अब चाहिँ डिनर गर्न आँटेको अब चाहिँ हामी डिनर गर्छौँ है यो चाहिँ फ्राइड राइस अनि यो चाहिँ मन्चुरियन चिकन मन्चुरियन बुर्गिर पो त बुर्गिर कुन निङ्गा लाग्यो मलाई झप्छ सो हामी चाहिँ डिनरहरू गरिसकेँ हो अब चाहिँ हामी फर्किन आँटेको पुरा निन्द्रा लागिरहेको छ 10 बज्यो हो हामी 8 बजी आएको 10 बज्यो ठिक्कै हो अब चाहिँ हामी फर्किँदैछौँ यहाँबाट त 5 मिनट्सको उयो हो बाटो यहीँ हो 5 मिनट्स 2-3 मिनट्सको बाटो हाम्रो यहीँनिर हो सो अब जान्छु त्यहाँदेखिको चाहिँ गएर चाहिँ सुतिहाल्छु सबैजना अन्त त्यहाँदेखिको चाहिँ आजको लागि चाहिँ यति नै हो थ्याङ्क यू फर वाचिङ बाई गरिदेऊ बाई गरिदिनुहोस् गुड नाइट बाई बाई सबैलाई